सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। आज्ञाकारी तर जिम्मेवारी। परमेश्वर चाहनुहुन्छ कि उहाँको मानिसहरू उहाँको व्यवस्थामा आज्ञाकारी हुन्। आज्ञाकारी हुनु भन्नुको मतलब परमेश्वरको इच्छामा रहनु हो। हामी हाम्रो इच्छा र चाहनामा चलेर परमेश्वरको आज्ञाकारी हुन सक्दैनौँ। त्यसैले आज्ञाकारिता भन्ने कुरा परमेश्वरको इच्छामा आफूलाई अर्पण गर्ने कुरा हो। हाम्रो आफ्नो दायित्व र जिम्मेवारीलाई यस खण्डमा जोडदारका साथ सिकाएको छ। सर्वप्रथम हामी आफू परमेश्वरको र परमप्रभुको व्यवस्थामा अटल भई सम्पूर्ण जीवनभरि उहाँको भयमा जिउनु पर्ने चुनौती छ भने अर्कोतिर हाम्रा आफ्ना छोराछोरी र नाति नातिनाहरूलाई परमप्रभु परमेश्वरको व्यवस्था आज्ञा विधि विधानहरू सिकाउनु पर्ने ठुलो जिम्मेवारी छ। परमेश्वरले हामीलाई जुन ठाउँमा राख्नु भएको छ त्यस ठाउँमा असल साक्षीका साथ जिउनु पर्छ। परमप्रभुको दृष्टिमा जुन कुराहरू ठिक र असल छन् त्यही गरेर परमेश्वरको इच्छा र भयमा जिउनु हाम्रो प्रमुख दायित्व हो। के आज हामी आफ्नो दायित्वप्रति सचेत भएर जिएका छौँ? के हाम्रा छोराछोरी नाति नातिनालाई परमेश्वरको वचन सिकाउने जिम्मेवारी पूरा गरेका छौँ? परमेश्वरले यहाँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।